मेलबर्न एयरपोर्टमा हिजो एकजना नेपालीको भिजा क्यान्सलेसन भएर नेपाल फिर्ता पठाइदिएको छ र त्यो विद्यार्थीको ब्याकग्राउन्ड भन्नुपर्दा ब्याचलर अफ आइटीमा 2 वर्ष अगाडि अस्ट्रेलिया आएको रहेछन् र ब्याचलर अफ आइटी केही समय पढेर एक सेमेस्टर जति पढेर उनी कुकरी कोर्स पढ्नलाई एउटा भोकेसनल कलेजमा भर्ना भएका रहेछन् र केही समय अगाडि 1.5 महिना अगाडि नेपाल गएका र नेपालबाट फिर्ता गर्ने क्रममा उनलाई एयरपोर्टमा बोर्डर फोर्सले समातेछ र भएको के रहेछ भन्दा उनको चाहिँ सिओई क्यान्सल भएको रहेछ। कलेजले पनि धेरै पटक विद्यार्थीलाई इमेल गरेको, कन्ट्याक्ट गर्न कोसिस गरेको, त्यसैगरी उनको एजुकेसन एजेन्टले पनि उनलाई धेरै पटक कन्ट्याक्ट गर्न खोजेको रहेछ तर तिनी सम्पर्कमा चाहिँ आएको रहेछन्। जब उनी फाइनली इमिग्रेसन क्लियरेन्समा थिए त्यो बेलामा बोर्डर फोर्सले समातिसकेपछि उनको त्यो यहाँको पढाइको स्टाटस हेर्दा सिओई क्यान्सल भएको र ब्याचलरबाट डाउनग्रेड भएर भोकेसनलतिर गएको, त्यही पनि सिओई क्यान्सल भएर बसेको कति समयदेखि होइन। त्यसो देखिसकेपछि बोर्डर फोर्सले उसलाई डिटेन्सन सेन्टरमा राखेछ, ब्रोडमिरोज डिटेन्सन सेन्टरमा होइन। केही घन्टा डिटेन्सन सेन्टरमा राखिसकेपछि डिपार्टमेन्टबाट भिजा क्यान्सल भएर अनि त्यो व्यक्तिलाई चाहिँ हिजो नै नेपाल फिर्ता पठाइएको छ। तपाईँ जहिले पनि यो विषयमा आफू जुन भिजाको लागि, जुन पर्पजको लागि अस्ट्रेलिया आएको त्यो भिजा कन्डिसन मेन्टेन गरेर आफूलाई पनि सुरक्षित राख्नुहोस् र भोलि बिहान आफ्नो भिजाको बाटो पनि सुरक्षित रहने तरिकाले अगाडि बढ्नुहोस्। यही सुझाव तपाईँलाई यो भिडियो मार्फत दिन चाहन्छु। धन्यवाद।